आवाजले त हुँदैन यो सिकन्दराबाद काठमाडौँसम्म सुन्नु पर्यो यो आवाज जय घन्टी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू धेरै कुरा केही पनि भन्नु छैन अब किनकि चितवनले रोपेको बिउ हुर्किएर देशभर पुगेको छ यो नीलो क्रान्ति चितवनले सुरु गरेको छ चितवनले टुङ्गोमा पुर्याउँछ 21 गते इतिहास लेख्छ चितवनले इतिहास आमा बुवा दाजुभाइ दिदीबहिनीहरू म केही कुराहरू यहाँहरू समक्ष भन्नै चाहन्छु केही कुरा छन् मेरा जो चितवनमा मात्र भन्न सक्छु मलाई दुःख दिँदा म कालकोठरीमा थुनिँदा मलाई मध्यरातमा लिएर जाँदा तपाईको आँखाबाट आँसु बगेको मलाई याद छ मैले सम्झना छ मैले थाहा पाएको छु घाउ मलाई लाग्यो तर दुखेको तपाईलाई थियो मलाई राम्रो सम्झना छ मलाई याद छ म एउटा नेता मात्र भएको भए आउने थिइनँ तर म तपाईको त्यो एउटा भाग्यमानी छोरो भएको छु जसलाई दुःख पर्दा बाआमाले आँसु बगाउनु भएको छ मेरा नाममा मठ मन्दिरमा देवी देवतालाई भाकल समेत तपाईहरुले गर्नुभएको छ यो भन्दा ठुलो एउटा मान्छेको लागि मलाई अब केही पनि चाहिदैन यो देशका सबैभन्दा ठुला अपराधीहरूको झुन्डसँग लड्दै भिड्दै यहाँसम्म आइपुगेको छु ल्याउने तपाईहरु हुनुहुन्छ अब टुङ्गोमा तपाईले पुर्याउनुहुन्छ मलाई तपाईमा विश्वास छ मलाई कसैमा विश्वास छैन न्यायप्रेमी जनतामा विश्वास छ जनताले विवेक गुमाउँदैन न्याय गर्छ चितवनले त न्याय गरि नै सकेको छ अब चितवनले देशलाई न्याय दिन्छ म यो कुरामा निर्धक्क छु 21 गते मतदान गर्ने होइन क्रान्ति गर्ने हो मतको क्रान्ति गर्ने आमा बुवा दाजुभाइ दिदीबहिनीहरू मेरा हिसाबहरू छन् मैले भन्दै आएको छु मेरा हिसाबहरू छन् मेरो घाउमा लाउनु पर्ने मलमहरू छन् तर त्यो भन्दा धेरै यो देशलाई मलम लाउनु पर्ने अवस्था आएको छ यो देशका युवाहरू रुँदै रुँदै सम्भावना छैन भनेर बाआमा र आफ्ना लालाबाला छोडेर हिँडेका छन् तिनका लागि यो देशमा सम्भावना छ भनेर देखाउनु पर्छ 21 गते देखाउनु पर्छ 21 गतेको दिन सामान्य दिन होइन हामी यसअगाडि 21 जना साथीहरू लिएर गयौं धेरै मान्छेलाई लागेको थियो को होला कति मान्छे होला धेरै भए एउटाले जित्ला धेरैको अनुमान थियो तर चितवनले योभन्दा अगाडि नै देखाइसकेको थियो देशलाई के परिवर्तन सम्भव छ भनेर र चितवनले यसपटक चितवनकी बुहारी तर अहिले बुहारी पनि छोरी पनि सबैका रूपमा सुविधालाई पाइसकेको छ बुहारी भने पनि छोरी भने पनि चितवनको नेता भने पनि तपाईको प्रिय नेताको रूपमा जसरी यो समयमा तपाईले देखाइदिनु भएको छ त्यो सोभिता गौतमले आम युवाहरू देशका नागरिकको पक्षमा संसदमा गर्जिएको परिणाम हो जनताको पक्षमा बोलेको परिणाम हो देशभरका महिला दिदीबहिनीहरूलाई एउटा आशा जगाएको नाम हो सोभिता गौतम एउटा सामान्य नेता होइन सोभिता गौतम युवा बहिनी दिदीबहिनीहरूका लागि एउटा आशा र भरोसा बनेर संघीय संसदमा गुन्जिएको त्यो आवाज अब देशभर गुन्जिनेछ देशले माया गरेको छ चितवनले माया गरेको छ म तपाईहरुलाई केही कुराहरू बताउन चाहन्छु यहाँका स्थानीय मुद्दाहरूको बारेमा सोभिताले भन्दै आउनु भएको छ उहाँले प्रतिबद्धता देखाउनु भएको छ आफ्नो आवाजमा आफ्नो बोलीमा आफ्नो प्रतिबद्धतामा दायाँ बायाँ हुने छैनन् सोभिता म त्यसको जिम्मा लिन सक्छु यहाँ बसेर म भन्न सक्छु तपाईहरुलाई सोभिताको इमानदारीता र निष्ठामा प्रश्न उठेको ठाउँमा रासोपाले जवाफ दिनेछ रासोपा सभापतिको रूपमा म जवाफ दिन सक्छु म तपाईलाई यति भन्न सक्छु आमा बुवा दाजुभाइ दिदीबहिनीहरू मलाई थाहा छ भूमिहीन सुकुम्बासीहरूको समस्या यहाँ यतिकै छन् यतिका वर्षसम्म तपाईहरुलाई भोट बैंक बनाइयो सोभिताको नेतृत्वमा भोट बैंक हुने छैन समस्या समाधानको पहल हुनेछ म तपाईलाई यहाँबाट बताउन चाहन्छु धेरैले तपाईहरुलाई भन्न सक्छन् हामी तपाईहरुलाई लाल पूर्जा दिलाउँछौं हामी तपाईहरुलाई जग्गा दिलाउँछौं तपाईहरुको हक अधिकार दिलाउँछौं 34 वर्ष त झुकिसक्नुभयो अब कति झुकिने हो तपाई आफै विचार गर्नुहोस् हामी झुटा आश्वासन बोकेर आएका छैनौं हामी यति भनिरहेका छौं कि यो समस्या समाधान कुनै एउटा नेताले कुनै एउटा पार्टीले त्यसको भोट बैंकले गर्ने होइन अधिकार सम्पन्न स्वतन्त्र विज्ञहरूको आयोग बन्छ त्यो आयोगलाई भूमिहीनहरूले स्वीकार गर्नुभएका मान्छेहरू मात्र त्यो आयोगमा बस्छन् तिनले दिएको रिपोर्ट कार्यान्वयन हुन्छ जे सत्य हो त्यही हुन्छ कानुनले जे भन्छ त्यही हुन्छ पार्टीको झण्डा बोकेका भरमा हुँदैन पार्टीको झण्डा बोक्ने नबोक्ने तपाईको व्यक्तिगत कुरा हो अधिकार तपाईलाई प्राप्त गर्नको निमित्त रासोपा लड्छ भोट पाइयोस् नपाइयोस् अधिकार दिलाउनका लागि हामी काम गर्नेछौं 5 वर्षको स्थायी सरकार दिनुभयो भने विज्ञहरूले त्यसमा काम गर्नेछन् यहाँ किसान साथीहरू पनि हुनुहुन्छ मलाई यो पनि थाहा छ यी किसानका समस्याहरू यहाँ यत्रत्र छरिएका छन् हुन त थाहा छैन
वरपरका ठाउँहरूमा किसानलाई जति सुविधा प्राप्त छ यहाँ कसले रोकेको हो सुविधा चितवनका किसानलाई चाहिँ किन रोकिएको मलाई थाहा छैन यो कसको खेल हो मलाई थाहा छैन म कसैलाई आरोप लगाउन गइरहेको छैन तर किसानको उत्पादनले बजार नपाउने बिचौलिया चाहिँ मोटाउने किसान चाहिँ नमोटाउने किसानको उत्पादन नपाउने अन्य ठाउँमा पाए जति पनि बिउ बिजन र बजार चितवनले नपाउने यो अन्यायपूर्ण कुराको अन्त्य गर्नको लागि सोभिताले प्रतिबद्धता दिनेछन् प्रतिबद्धताको साक्षी बनेर तपाईहरु माझ यो सडकको बीचमा उभिएको छु आमा बुवा दाजुभाइ दिदीबहिनीहरू यहाँका दुध किसानका समस्याहरू छन् बजारका समस्याहरू छन् साना साना जति पनि समस्या हरेक टोलमा ठाउँमा क्षेत्रमा छन् तिनलाई एक एक गर्दै सम्बोधन गर्न सकिएन भने पनि तिनलाई समग्रतामा सम्बोधन गर्नको निमित्त समस्याको पहिचान गरेर त्यसलाई समग्रतामा नीतिगत रूपमा हामीले समाधान गर्नुपर्ने हुन्छ कुनै पनि ठाउँको बाटो खानेपानी नहर कुलो किसानका समस्या एक एक ठाउँ एक एक टोल एक एक परिवार हेरेर साध्य हुँदैन तर नीतिगत रूपमा त्यसलाई समाधान गरियो भने तपाईले कुनै नेताको भर पर्न पर्दैन हामी नीतिगत काम गर्छौँ यसले बाटो बनाइदिन्छ कि त्यसले नहर बनाइदिन्छ कि त्यसले मल दिन्छ कि त्यसले बिउ दिन्छ कि त्यसले बजार दिन्छ कि त्यसले दुधको मूल्य दिन्छ कि भनेर यसले किनिदिन्छ कि भनेर हरेक नेता फेर्दै हिँड्ने होइन अब नीति सही लिएर एउटा नीतिमा अडिने हो नेताले तपाईलाई जोगाउने होइन नीतिले जोगाउने हो नीति लेख्न सक्ने गरी यसपटक संसदमा पुग्छौँ हामी 21 जना सांसद थियौँ संख्यामा कम थियौँ तर जनताको साथ हामीसँग थियो हाम्रो आवाज बन्द गर्नको निमित्त हामीले के भन्यौँ हामीले भन्यौँ विदेश भिसामा नेपालीहरूलाई प्रत्येक दिन लाखौं पैसा लिएर बेच्न बन्द गर भन्यौँ यिनीहरूले हाम्रो आवाज बन्द गरे हाम्रो माइक काटे हामीले नेपाली जनताको पक्षमा जहिले पनि आवाज उठायौँ जहिले पनि हामीले कानुन बनाउँदाखेरि संसदमा सबैभन्दा डरो र स्पष्टसँग आफ्नो आवाजहरू राख्यौँ तपाईको उम्मेदवार सोभिता गौतमलाई तपाईँ सम्झनुहोस् त्यो संसद निदाउने थलो भनेको थियो हद्दबद्द मान्छेले हेर्यो भने एउटा बजेट भाषण हेर्ने संसदलाई प्रत्येक सेसन ननिदाइकन आँखा झिमिक्क नगरिकन हेर्ने बनाउने सोभिताहरूलाई म सलाम गर्न चाहन्छु सभापतिको हिसाबले यिनै सोभिताहरू हुन् जसले युवा पुस्तालाई राजनीतिमा बाटो छ भनेर सम्भावना देखाए र त्यही रासोपा हो जसले यो देशमा सबैभन्दा बढी युवाहरूलाई उम्मेदवार बनाएको छ त्यस कारणले घण्टीमा भोट सबैभन्दा बढी महिला उम्मेदवार भएको कारणले सबैभन्दा धेरै घण्टीमा भोट सबैभन्दा धेरै जेनजी उम्मेदवार भएका हुनाले जेनजी पुस्ताको भोट रासोपालाई डाक्टर यही इन्जिनियर यही चार्टर्ड एकाउन्टेन्ट यही कवि कलाकार वकिल खेलाडी मोडल रोल मोडल हरेक मान्छेको पार्टी रासोपा किनभने घर घरबाट जाग्नुपर्छ हर ठाउँबाट जाग्नुपर्छ घर घर घण्टी हर घण्टी यसपटक हाम्रो लागि महत्त्वपूर्ण कुरा छ म कुनै राजनीतिक दलको आलोचना गर्न यहाँ खडा भएको होइन कयौं पुराना राजनीतिक दलहरूले व्यवस्था परिवर्तनमा ठूलो योगदान दिनुभएको छ इतिहासमा उहाँहरूको योगदानलाई नजरअन्दाज गर्न म यहाँ उभिएको छैन सोभिता यहाँ उभिएको होइन हामी धन्यवाद दिन चाहन्छौँ जति सक्नुभयो त्यति गर्नुभयो इतिहासका लागि तपाईलाई धन्यवाद भविष्य हामी बनाउँछौँ कुरा यति हो तपाईले जति सक्नुभयो गर्नुभयो हामी तपाईलाई गाली गलौज गर्नको लागि तपाईको चरित्र हत्या गर्नको लागि तपाईको अपमान गर्नको लागि हामी यहाँ खडा भएका होइनौँ हामी तपाईलाई धन्यवाद दिन चाहन्छौँ जति गर्नुभयो जति सक्नुभयो तर अब अगाडिको त तपाईहरुबाट पार लाग्दैन माफ गर्नु होला 34 वर्ष त भयो अब छोराहरूलाई विदेश पठाएकाहरूले छोरीहरूलाई विदेश पठाएकाहरूले नाति नातिनालाई विदेश धकेल्न अब सक्दैनन् अब रोकिनुपर्छ त्यो सम्भावनाको खोजी हामीले गर्नुपर्नेछ देशलाई आर्थिक बाटोमा अगाडि लिएर जानुपर्नेछ सुशासनको एजेन्डालाई सबैभन्दा दोहोरोसँग हामीले प्रस्तुत गर्नुपर्नेछ धेरैले भनेका छन् यिनीहरू पपुलिस्ट हुन् यिनीहरूबाट खतरा छ लोकतन्त्रलाई खतरा छ यिनीहरूले लोकतन्त्र जोगाउन सक्दैनन् भनेर भनेका छन् म यो चोकमा उभिएर तपाईलाई बताउँछु लोकतन्त्रको ठेक्का कुनै नेताले लिनु पर्दैन लोकतन्त्र जोगाउने जनता छन् जनता देशको लोकतन्त्र राणा शासनदेखि अहिलेसम्म आइपुग्दाखेरि कसैले जोगाएको हो भने त्यो विवेकशाली नेपाली जनताले हो कुनै पार्टीले होइन कुनै नेताले होइन 5 वर्षको स्थायी सरकारले पनि काम गर्न सकेन भने सबभन्दा पहिला रासोपाको सदस्यता च्याप्ने सम्भावना खोज्ने जनताको विवेक अगाडि कसैको केही लाग्दैन हामी कसैको पछि लाग्न जरुरी छैन जसले पुरानो दलको सदस्यता लिनु भएको छ त्यो सदस्यतालाई सिरानीमा छातीमा पूजा कोठामा राख्नुस् मेरो सम्मान छ भोट चाहिँ घण्टीमा हजुर भोट चाहिँ घण्टीमा त्यसबाहेक परिवर्तनको अर्को बाटो हामी
हामीले देखेका छैनौँ। हामीलाई जीवनभर राजनीति गर्नु छैन। म आफ्नो राजनीतिलाई आर्यघाटसम्म लिएर जाने नेता होइन। आफ्नो कार्यकालमा सही काम गरेर अगाडि बढ्ने नेताको रूपमा अगाडि आएको छु र जस्तो उम्मेदवार तपाईँले आज प्राप्त गर्नुभएको छ मलाई विश्वास छ उनको राजनीतिक निष्ठा इमान्दारीले तपाईँको क्षेत्रमा भएका समस्या मात्र होइन सिङ्गो देशको समस्या समाधान गर्नेछ। यहाँ कानुनी जटिलताहरू छन्, हाम्रो देशमा कानुनी जटिलताहरू छन्। जति पनि अधिकार हामीले प्राप्त गरेका छौँ त्यो अधिकार कानुनमा स्पष्ट छ वा छैन, भएको कानुन पालना भएको छैन वा त्यसलाई सच्याउनु पुनर्लेखन गर्नु परेको छ। हामी सुविधा जस्ता अब्बल कानुन जानेका युवा साथीहरूलाई लिएर नेपालको भविष्य लेख्न तयार भएर आएका हौँ। हामी यहाँ कसले कति विकास गर्यो, कसले कति खर्च गर्यो, कुन सडक कति कालो भयो हामी त्यो हेर्न आएका होइनौँ, कसैको केही जाँच्न आएका होइनौँ। कसैले राम्रो गरेको रहेछ भने हामीसँग धन्यवाद भन्न सक्ने छाती र मुटु छ, तर भविष्य बनाउन सक्ने आँट, साहस, योग्यता, क्षमता भएको सोभिता गौतमलाई यसपटक तपाईँले सङ्घीय संसदमा पठाउनुहुन्छ। म आफूले बोलेका, आफूले भनेका कुराहरूको जिम्मेवारी लिन सक्दछु। राष्ट्रपालले यो पनि स्पष्ट पारेको छ, नेताले जनतालाई बाचा गर्ने, बाचा पुरा नगर्ने अनि नेताले बोलेको कुरा पुरा नगर्दा सजाय जनताले पाउने युगलाई अन्त्य गर्नुपर्छ। नेताले बोलेको कुरा पुरा नगर्ने नेताले अर्को पटक चुनाव हार्नुपर्छ। यो कुरामा हामी स्पष्ट छौँ। पार्टी जुनसुकै होस्, हामीले 5 वर्षको स्थायी सरकारका लागि तपाईँहरूसँग लिखित नागरिक करार गरेका छौँ। त्यो चान्चुने कुरो होइन, लिखित करार, ताकि त्यो करारमा हामीले काम गर्न सकेनौँ भने तपाईँहरूले हामीलाई राजनैतिक सजाय दिन सक्नुहुनेछ। नेपालको इतिहासमा जनतासँग करार गरिएको मैले यसभन्दा अगाडि सुनेको छैन। अर्थात् यसपटक हामीले इतिहास लेख्नुपर्नेछ। 21 गते सामान्य मिति होइन आमा बुवा दाजुभाइ दिदीबहिनी हो, एक युग कुरेर आएको समय हो, यसको सदुपयोग गर्नै पर्छ। म तपाईँको पार्टीको निष्ठा पनि कुनै पार्टीमा हुनुहुन्छ भने म तपाईँको पुरानो पार्टीप्रतिको निष्ठालाई बुझ्दछु। म तपाईँको निष्ठालाई चुनौती दिन आएको होइन, त्यसलाई कायम राख्नुहोस्, म त्यो निष्ठालाई चुनौती दिन्न। तर यसपटक फरक छ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यसपटक त भाइ बहिनीहरूले रगत बगाएका छन्, तिनको रगतको एउटा थोपो पनि खेर जान हुन्न। आमाहरूले आफ्नो कोख रित्याएर दिएको यो अवसरलाई हामीले बदल्न सक्नुपर्छ। सिंहदरबार बनाउनु त पर्छ नै पर्छ, सिंहदरबार बनाएर मात्र हुँदैन, बदल्नुपर्छ। सिंहदरबार बदल्नका लागि रासोपालाई हामीले सघाउनुपर्छ। म आजलाई यति नै भन्न चाहन्छु, तपाईँहरूको उत्साहपूर्ण यो उपस्थितिले असाध्यै धेरै हौसला बढाएको छ। मलाई विश्वास छ अब मतपत्रमा तपाईँले मत खसाल्न मात्र बाँकी छ। तपाईँहरूको आँखाले भनिरहेको छ परिवर्तनको लागि चितवन तयार छ भनेर भनिसकेको छ। मलाई विश्वास छ हामीलाई त्यति धेरै भोट पनि चाहिएको होइन। चितवन 2 को अघिल्लो निर्वाचन जस्तै 2/3 भइदियो भने हामीलाई पुगिहाल्छ। धेरै लोभ गर्न पनि आएको होइन। म यो क्षेत्रमा 3 मा जम्मा 2/3 त्यति भयो भने हामी खुसी साथ अगाडि जान्छौँ। यो माया, साथ, विश्वासका लागि यहाँलाई धेरै धेरै धन्यवाद र फेरि विशेष धन्यवाद मलाई आपद पर्दा, अप्ठ्यारो पर्दा तपाईँहरूले हस्ताक्षर गरेर सहयोग गर्नुभएको छ। म त्यो हस्ताक्षर दिनुभएको त्यो हस्ताक्षरको सम्मान र इज्जत गर्दै जीवनभर निष्ठाको राजनीतिमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै फेरि एकपटक यहाँहरूलाई घन्टीमा मतदान गर्न अनुरोध गर्छु। अन्तिम कुरा, कसैलाई लागेको होला भोट बाँडिदिउँ न त के भएर, एउटा समानुपातिक हालिदिउँ, एउटा प्रत्यक्ष हालिदिउँ, यसो चित्त बुझाइदिउँ न भन्ने लागेको होला। यहाँ सुन्नुहोला, यो कसैलाई चित्त बुझाउने, कसैलाई भाग पुर्याउने अंशपण्डा गरे जस्तो होइन। यो देशमा क्रान्ति गर्नुपर्ने बेला हो। यतिखेर प्रत्यक्ष पनि घन्टी, समानुपातिक पनि घन्टी, यसपटक सजिलो पार्ने हो। कसलाई? मतगणना गरिरहेका साथीहरू सजिलो पार्ने हो। जता पल्टाए पनि घन्टी, उता पल्टाए पनि घन्टी।